Hello guys, welcome to my new vlog. And after a long time, 3 months पछि चाहिँ घर आएको छु होइन मर्निङको टाइम छ बिहान बिहान होइन घरमा आएर त्यसबाट चिया खायो यसो डुलाउँ भनेर हो होइन हो गाउँघर यस्तै हो त्यही भएर भएको छ दाइजहरू होइन घर त्यस्तै हो अब यसो हजुरआमानिर जाऊँ कि भनेर हो बिस्तारै बिस्तारै हिँडेर सकि नसकि भयो भने घरको हालत त्यस्तो छ अब घर दुखी भएछ आमा त्यहाँ छ होइन रोसी पार्नको लागि ठाउँ चाहिँ होइन अब हाम्रो कुखुरा खोर भइहाल्छ छ कुखुरा यहाँ अब दिनसम्म अब घर बसेर नि कुखुरा आउँदैन अनि यसरी थुनेर राखेको हुन्छ कुखुराहरू चाहिँ होइन प्रायः भालेहरू छ यसरी दुईवटा खोर छ एकपट्टि भालेहरू छ एकपट्टि चल्ला कुखुराहरू छ भने भर्खर छ यतापट्टि भैँसी छ बाख्रा छ त्यही हो गाई होइन गाउँघरमा यस्तै हो घरको भएर हालत यस्तो छ त्यो हाम्रो धनसार हो तर धनसार चाहिँ यहाँ अलिक भूकम्पले गर्दाखेरि जिउमा अवस्थामा छ क्या भूकम्प पछिको घर भएर त्यसै गाउँ जाने बाटो यो पुरै धनको बाटो छ पुरै होइन जान आउन यो ठ्याक्क चौतारादेखिबाट कालिका मन्दिरसम्मको बाटो यतातिर जाने बाटो चाहिँ धन भएर हो चाहिँ गाउँघरमा अमला बढ्छ दाइ अमला बढ्छ बोल्दा गर्दाको घर हो यहाँ यहाँ हजुरआको घर यहाँ तल छ हजुरआको घर चाहिँ यहाँ जानु लाग्छ मलाई बिस्तारै बिस्तारै भएर जाम भएर सकि नसकि बाटो अलिक खत्तम छ क्या बर्खाको टाइम भएर बाटो खत्तम भएको छ यो हजुरआमाको गोठ यो कान्छी हजुरआमा हो चौतारा उताबाट गाडी आइरहेको छ गाडी पहिला पहिला खुब खेली हिँड्थ्यो गरिन्थ्यो अहिले त हजुरआमा एक्लै छ गर्नु सक्नु के हो हजुरआमा घरको सुन्दरबाट यसो टाढो छ हजुरआमाले पानी आज पानी आएको थियो अब भयो भयो हजुरले आबै के गरेर आएको त अनि सन्चो खायो भन्छ अनि म त हिजो आएको थिएँ आउनु त फेरि तिमी सन्चो खायो भन्नु लगाए त अब चाहिँ घर जानु पर्यो गाइज सुन्तलाबाट यत्रो भइरहेको छ सुन्तलाबाट जमानाको ढिकी हामी पहिला पहिला ढिकीखेरि गरिन्थ्यौँ लास्टमा अहिले छैन ढिकी पनि यस्तो जीर्ण अवस्था छ के गर्नु र हजुरआमाको भैँसी गोठ्थ्यो यहाँ भैँसी छैन अहिले हजुरआमा पनि आइयो पाहाडन पर भोक लागेको छ कुखुरा कुखुरा काट्यौँ भनेर हामी चाहिँ अन्डा खा भने नि यसले अन्डा खायो गरेर काटेर खानु कुखुरा काट्नु घरमा कुखुरा अब के गर्नु गाह्रो छ छोरा आयो भने कुखुरा काट्नु लाग्छ तर कुखुरा चाहिँ उसको लागि चाहिँ होइन रिसाउँछ नगर हो
लान्छु भने आज लिन आइज भनेको त्यो एउटा त्यो भोलि पर्सितिर काट्यो भने चाहिँ भोलि पर्सितिर एक दिन काटेर त फेरि कतापट्टि यतापट्टि उतापट्टि हो यतापट्टि कुरा सक्यो दुईटा खोरको कुरा हो एउटा कुरा सक्यो अरे एउटा खोरमा छ भाले हो कि के हो यो हाल्ने ठाउँ पानी गरी सबै घोप्ट्याएर राखेको जहिले नि के यस्तो कुखुरा त छ यस्तो यस्ता कुराहरू कुखुरा हालेर राखौँ भने कहिले खै भन्सार कुखुरा हालेर पालेर बस्नु पर्छ जस्तो लागेको घरतिर टाउको कहाँ छ भने झोलामै छ कि त्यो रगत परेको रगत छ रगत परेको भोक लाग्यो गाई भोक होइन अब खाजा खाऊँ भनेको यहाँ अब टाउतो बनाएर खानु पर्छ जस्तो लाग्यो आफू गर्न सके छैन गाह्रो छ होइन भोक लागेन भोक लागेर भोक खाना खानु पर्ने खाना खानु पर्ने होइन कहिले त कस्तो आज चाहिँ हेलो गाइस कस्तो छ भिडियो गर्ने हालेर भन्छ मैले अलिक सकिरहेन कि त्यही भिडियो गर्ने भएर छ खाना के छ भन्थ्यो भोक लागिसक्यो होइन रात परिसक्यो के खान्छ भोक लागेर टाउको खाऊ भने नखाने त कुन त्यो कि मिठो हुँदैन होला नि के रात परिसक्यो अब चाहिँ आजलाई यति गरम पर्छ लाग्यो ब्लग अब होइन भन्छ कस्तो क्यामेरा म्यान आयो भाइ गाह्रो छ मलाई होइन कुर्सीमा एउटा लाएर बस्नुपर्छ अब धेरै उभिएर बस्नु सकिँदैन है आज अझै यति नै लाग्यो भन्दै यार ल बुझ्यो भन्छ हेलो भन न